हेलो सम्पूर्णमा नमस्कार अनि जय मसीह। म छत्र रन्तेल अहिले भने म साउदीमा छु र म चाहिँ फेब्रुअरी 15 तारिकमा साउदी आइसकेको थिएँ र म चाहिँ एएमजी ग्लोबल कन्सल्टिङ कम्पनीमा एचआर एडमिनको काम गर्दैछु र मैले चाहिँ अहिले मेरो मेहनतको फल मैले पाइसकेको छु र 13 दिन मैले फेब्रुअरी महिनामा काम गरेको मैले चाहिँ नेपालको 51देखि 52,000 रुपियाँ चाहिँ मैले आफ्नो मेहनतको फल मैले पाइसकेको छु र म एकदम खुसी छु किनकि मैले यहाँ आएपछि म नयाँमा हुँदैखेरि चाहिँ मेरो बोसले मलाई चाहिँ अफिसमा राति 2-3 चोटि चाहिँ मलाई 12-1 बजीसम्म कम्पनीमा अफिसमा बोलाएर उसको काम उसको मिटिङमा गर्नुपर्ने कामहरू प्रेजेन्टेसन बनाउने हरेक रिपोर्टहरू तयार गर्ने काम चाहिँ मैले त्यो गरेँ बापत उसले मलाई धेरै माया गरेर एक्चुअली यो पैसा यो सेलेरी अहिले नै नदिने थियो र पनि मेरो सहनशीलता धैर्यता अनि एउटा नम्रता भएको कारणले चाहिँ बोसले मलाई बोलाएर चाहिँ मेरो सेलेरी दिइसकेको छ र यो 51,000 13 दिनमा कमाउनु भनेको चाहिँ एउटा नेपालीले कुनै पनि एउटा नट अ जोक है र यो चाहिँ एउटा के भन्छ नम्रताको कारणले सबै कुरा हुन्छ र मान्छे यदि तपाईहरु पनि विदेशमा हुनुहुन्छ भने आफ्नो क्षमता आफ्नो हैन जिम्मेवारीतालाई पूर्व राम्रोसँगले तपाईले गर्नु होला र यो मैले यो पैसा देखाउनुको उद्देश्य हैन यो चाहिँ विदेशमा रहेका हरेक मानिसहरु चाहिँ नेपालीहरु चाहिँ घाममा दुःख पसिना खुन बगाएर चाहिँ गरिरहेका छन् र धेरै प्राय जस्तो मानिसहरुले चाहिँ ठीक टाइममा सेलेरी पाएका छैनन् र पनि म चाहिँ तपाईहरुलाई के सन्देश दिन चाहन्छु भने आफू राम्रो भयो भने सबै राम्रो हुन्छ आफूले चाहिँ बोसलाई रिजाउन सक्यो भने आफूले चाहिँ हरेक किसिममा बोसले भनेको कुरालाई चाहिँ नाइनास्ती गरेन भने बोसको कुरा सुनो भने चाहिँ कम्पनीले चाहिँ सारै राम्रो गर्छ है यहाँ मान्छे राति सुत्दैनन् है साउदीमा मान्छे राति सुत्दैनन् दिउँसो मान्छे तपाईले हैन छावा कसैलाई देख्नुहुन्न तर राति चाहिँ मान्छेहरु यहाँ पुरै हैन घुम्नेहरु काम गर्नेहरु त्यतिकै हुन्छन् त्यही नै भएर तपाईहरुको लागि यो सन्देश म बाँड्न चाहन्छु।